वेलकम छ है साथीहरु। आज चाहिँ अनिसाको किचनमा खसीको मासु र ढेँडो पाक्दैछ, हेर्दै गर्नु होला। अब बनाउन चाहिँ तयारी हुँदैछ है साथीहरु। मासु हाल्दैछु म। मसला सब हालेर लास्टमा मिलाउनुपर्छ। मिलाउँदै राखेर अब चाहिँ यो प्याज चाहिँ रातो रातो भयो। अब यो प्याज रातो रातो भएपछि नै बेसार सबै हाल्नु। अब बेसार हाल्नुहोस् है साथीहरु। बेसार हालेर मसला दिन्छु। ada kopi itu ya ini mana harusnya tapi ini jadi lagi masuk di kantor tuh kalau besok kalau di kamar ini kan ada jadi kopi baru lain ada mana kan ya itu berarti awal itu harus dulu yang pasti apa masalah itu jadi ini kalau pasti dia itu ekonomi itu एकछिन मसला पाकिसकेपछि चाहिँ टमाटर र लसुन हाल्न बाँकी छ है साथीहरु। एकछिन मसला पाक्न चाहिँ अब चाहिँ लङ सुक्ने अनि तेजपत्ताको चाहिँ हाल्न लाग्छु। त्यो अलिक बाँड्छ अनि मिठो राख्न लाग्छ साथीहरु। अब चाहिँ हामीले मसला पाकिसक्यो है। मसला पाकिसकेपछि चाहिँ हामीले हाल्छु लसुन र टमाटर हाल्छ। त्यो चाहिँ पिसिराखेको लसुनलाई पिसारेर jadi golden kalau dikira kalau itu mico lah gitu. Itu baik pada waktu itu apa satu sih bilang awalnya masih lagi. Apa tuh mau yuk korban kali itu bilang mulai dulu. Mau dipakai no, tiba saat itu karena tuh saya no, waktu itu itu pas waktu itu pakai no, jadi sih bilang mau केमा झोल हाल्दिन्छ साथै यति गरी चाहिँ झोल हाल्छु। अनि चाहिँ यसलाई चाहिँ एक सिटी जति चाहिँ लाएर रेडी हुन्छ साथीहरु। त्यति गर्नु होला। टमाटरको झोल बनाएर बस्नुभयो। अब चाहिँ म ढेँडो बनाउनु गएको छु। त्यो भिवाले भने चाहिँ ढेँडो चाहिँ हातमा पाक्दैन कि साथीहरु। त्यो भएर पहिला चाहिँ भिवाले छु। भिवाले सकेपछि चाहिँ माथिबाट कोदोको पिठो चाहिँ अलिअलि उम्लिनलाई माथि पानी चाहिँ माथि हाल्नुलाई त्यो पिठो छर्किने है। त्यहाँपछि माथि हाल्दैछ। अब त्यो ढेँडो माथि आउनुलाई पानी माथि आउनु हो। पानी माथि आइसकेपछि चाहिँ अब पिठो हाल्छ हामी। अब चाहिँ पिठो हाल्ने बिस्तारै चलाउनुपर्छ साथीहरु।
भ्याउँछ आफूले पकाएर कहाँ पकाएर त सक्नुहुन्छ अरे आफूले बनाउन चाहिँ गाह्रो छ साथीहरू तपाईँले बनाउनुहुन्छ त्यो मान्छेहरूले चाहिँ खाएर त्यो ओडाल्नु चाहिँ कति लगाउँछ भनेर मलाई चाहिँ गाह्रो लाग्छ अब तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ कमेन्ट गर्नुहोला मन पऱ्यो भने कमेन्ट सेयर सब्सक्राइब पनि गर्न नबिर्सिनु होला युट्युबलाई मन पऱ्यो भने के भन्नु होला साथीहरू तपाईँको लागि भिडियो बनाउँछु हेरेर बस्छु यस्तो गाह्रो पर्छ होइन डल्लो बसेर यस्तो छ अप्ठ्यारो हुनुहुन्छ त्यस्तो हाल्ने पिठाहरूले अहिले बनाउनुपर्छ साथीहरू खसीको मासु र ढेँडो गुन्द्रुकको अचार पाक्यो।